हेलो गाइज, अब चाहिँ सुर्खेततिर जान लागेको। अब चौडाबाट हिँड्यो, अलि त्यस्तो बब्बाल घाम लागिरहेछ कि घामले एकदम पोलिरहेछ है। तर अब आज जानै पर्ने काम छ, त्यही भएर चाहिँ हामी बाइकमा सुर्खेत जाँदैछौँ। अब यहाँदेखि सुर्खेत जाँदासम्म चाहिँ बाटोमा के हुन्छ पुरै देखाउँदै जान्छु म। लाइभ हेर्नु होला, मैले बाटोमा चाहिँ पुरै भिडियो रेकर्ड गरेर तपाईँहरूलाई चाहिँ लाइभ देखाउँदै गइरहेको छु है त साथीहरू। हेर्नुहोस्, अब हिँडिरहेछ, एकदम गर्मी भइरहेछ। अहिले चाहिँ चिसापानी आइयो है। फाइनल्ली हामीले चाहिँ भुजा किने खाम। यो भुजा चाहिँ बाँदरको लागि हो। बाटोमा बाँदरहरूले बाटो छुट्न सक्छन्, त्यही भएर हामीले चाहिँ भुजा किनेर जाँदैछौँ साथीहरू। चिसापानी चेकपोस्टमा गइसकेपछि त्यहाँ एकदम धेरै बाँदरहरू देखिन्छन्। अनि अहिले देखाउँछौँ हामी। यो चाहिँ चिसापानीको वन हो है, एकदम यो खतरा वन छ यहाँ। अहिले जङ्गल आउँदैछ। यो चाहिँ गाउँ हो, एकदमै राम्रो गाउँ रहेको छ यहाँ। यति बब्बाल बाटो छ साथीहरू सुर्खेतको बाटो। आऊ दामी छ नि त सुर्खेतको बाटो साथीहरू। अब चिसापानी चेकपोस्ट पनि एकदम नजिक नजिक आइरहेको छ। हेर्नुहोस् यहाँ कति धेरै बाँदरहरू कुरिरहेका छन् यहाँ हामीलाई चाहिँ भुजा कहिले लिएर आउँछ भनेर। हेर्नुहोस् यहाँ चिङपाङजीहरू कति धेरै बाटैभरि बसिरहेछन्। चेकपोस्ट पनि आयो फाइनली साथीहरू। चेकपोस्टमा हामीले चेकिङ हामीले यहाँ नम्बर टिपाइसकेपछि चाहिँ हामी यहाँबाट अलिक अगाडि जान्छौँ। यहाँनिर चाहिँ भुजा हाल्न दिँदैन, त्यही भएर थोरै अगाडि गएर यहाँ चाहिँ अब हामीले भुजा हाल्न लागेका छौँ बाँदरहरूलाई। ल आयो है साथीहरू, म भुजा हाल्दैछु है यहाँ। आऊ 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 बाबुहरू आऊ, भुजा खान आऊ। भुजा दक्कुर्दै आयो एउटा। ओहो आयो आयो आयो, कुकुर जस्तो दक्कुर्दै आउँछ त बाँदर पनि। ल खाऊ 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 भुजा खाऊ बाबु, खाऊ पेटभरि खाऊ भुजा। भोकाएर हेर्नु त कस्तो भोकाएको रहेछ बाँदर त, कस्तरी खायो भाइ। यहाँ गिट्टीसँगै खायो अहिले त भुजा बिचरा। कहिलेदेखि केही खान पाएको थिएन होला, भुजा हालिदिएको कस्तो खुसी भएर खाइरहेछ। खाऊ खाऊ फटाफट खाऊ है, झगडा नगरेर। ल साथीहरू भुजा सुजा हालियो, अब जानु पर्यो। सुर्खेत जान धेरै टाढा छ नि त, फेरि यहीँ भुलेर त भएन। कस्तो खुसी भएर खाइरहेछ बाँदरहरू। अब चाहिँ साथीहरू हामी चाहिँ बाइक स्टार्ट गरेर सुर्खेततिरको यात्रा सुरु हुन्छ। छोरी चाहिँ पछाडि ब्याग बोकेर बसिरहेछन् बलकम चपाउँदै। फाइनल्ली गाइज यहाँदेखि हामी चाहिँ हिँडिहाल्यौँ है। धेरै ढिलो गर्नु पनि हुँदैन नि त, फेरि टाढा जानुको एकदमै टाढा छ। यो चाहिँ चिसापानीको जङ्गल हो, यहाँ बाघहरू पनि पाइने डर हुन्छ कि, त्यही भएर म चाहिँ स्पिडमा छु, बाघ आए पनि भेटाउनु नसकोस् भनेर। एकदम रमाइलो भइरहेछ है साथीहरू। यहाँ बाइकमा हिँड्नको मजा नै छुट्टै हुन्छ कि, गाडीमा जस्तो हुँदैन नि त। ए हावा लगाइरहेको, एकदम हावा आइरहेछ, बट हावा आइरहेछ क्या साथीहरू। कस्तो रमाइलो लागिरहेछ है। यही हो साथीहरू, यहाँ यो मूर्ति रहेछ है साइडमा, नागको मूर्ति रहेछ। यहाँ चाहिँ मैले दर्शन गरेँ, यहाँ विष्णुको मूर्ति रहेछ साथीहरू। बाटोमा ठाउँ ठाउँमा मूर्तिहरू पनि छ क्या। फाइनल्ली हामी चाहिँ च्यामा पुलमा आएर रोकेर चाहिँ यहाँ हल्का फुल्का टिकटकहरू गराउँछौँ। नानी नाचिन्छन्, छोरी नाचिन्छन्, यहाँ म नाच्छु एकछिन यहाँ रमाइलो गर्छौँ साथीहरू। हामी नाचिन्छन्, यहाँ छोरी आफै गीत गाउँदै आफै नाच्दै गरिरहेछन्। ड्याम ड्याम गरेछन् साथीहरू। बाटोमा जाँदै थियो, हाइस र बस चाहिँ ठोकेर हल्का सानो एक्सिडेन्ट भएको रहेछ। यहाँ हाम्रो रोक्ने काम पनि खासै थिएन, हामीले नरोकिकन यहाँ पनि एकछिन सर हेरेर हिँडिहाल्यौँ साथीहरू। एकदम ढिलो हुन्छ, टाइममा पुग्नु छ हामीलाई, त्यही भएर। हो एक्सिडेन्टै भयो हो, हामीलाई पनि थाहा छ साथीहरू। यहाँबाट पनि हिँडिहाल्यौँ हामी। फाइनल्ली हामी चाहिँ वहाँ पुगिहाल्यौँ है, बबै पुग्यौँ साथीहरू। हामी चाहिँ भिडियो चाहिँ अगाडि पछाडि भएको रहेछ। यो बबै हो साथीहरू, एकदम मस्तको जङ्गल के अरे गाउँ रहेको छ यहाँ। मस्तको सानो सानो बजार छ, धेरै ठुलो बजार त छैन। त्यो पारि सुर्खेतको डाँडा देखिरहेको छ साथीहरू, त्यो हर्रेको डाँडा हो क्या। जङ्गलमा पुरै आगो लगाएर खतम भएछ। यति धेरै ट्याङ्करहरू साइडमा रोकेर राखेको रहेछ। हामी चाहिँ मजाले हिँडिरहेछौँ है यहाँ अहिले चाहिँ। बबै पुल आयो साथीहरू, बबै पुल आयो है साथीहरू। यहाँ यस्तो मस्तको पुल छ, दामी छ क्या पुल त। सुर्खेतको पुल हो साथीहरू, सुर्खेतमा पर्दैन, साँच्चै बाँकेमा पर्छ यो पुल त। यहाँनिर चाहिँ चेकपोस्ट छ साथीहरू। म चाहिँ यत्तिकै भिडियो गराउँदै हिँडिरहेको छु।
साथीहरू यहाँबाट चाहिँ हामी अब त्यो बबैको भेरी ड्राइभरसन हेर्ने भनेर चाहिँ सुर्खेत जान लागेको मान्छे यतातिर बाङ्गी हाल्यौँ साथीहरू। अब चाहिँ जानु पऱ्यो क्या त ड्राइभरसन हेर्न जानु पऱ्यो माथि भेरी ड्राइभरसन। त्यहाँ कस्तो रहेछ भनेर हेर्ने एकदम रहर गरे नानीहरूले, त्यही भएर चाहिँ त्यता लगेर जान लाग्छ साथीहरू। ओ कत्रो ठुलो के साथीहरू, यहाँ त पुरै यो मान्छेहरू कोही पनि छैनन्। मैले दिउँसोको 12 बजे साथीहरू, एकदम डर लाग्दो छ यहाँनिर। पुरा पानीको साउन्ड आइरहेको है भित्र अँध्यारै अँध्यारो छ क्या, पुरै बत्ती पनि बाले छैन, पुरै ढोकामा चापी लगाएको कोही मान्छेको भित्र जान्छन् भनेर। पानी आछ त हेर्नु साथीहरू, भेरी ड्राइभरसँग एकदम खतरा रहेको छ यो चाहिँ। हेर्नु न यहाँ कस्तो खतरा पानी आइरहेको छ यार, भित्र आवाज आइरह। डर लाग्यो यार मलाई त, अब कति डर लाग्दो के, खतरा छ त्यहाँ पुरा यार। कोही छैनन् कि अब हामी मात्रै छौँ। उता हेर्नु नानी हो, यहाँ भूत आउँछ भूत, डर लाग्दो छ क्या यहाँ त पुरै यार, सुनसान छ क्या यहाँ। यता यता कोही छैनन्, उता जाऊँ, उता 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 हिँड न, डाँडातिर देखाउनु भिडियो। यता 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 यस्तो बब्बाल तरिकाको ठुलो फिल्ड छ यहाँ चाहिँ, पुरा पारी जङ्गलहरू छ, डाँडा काँडा छ, बिचमा चाहिँ भेरी ड्राइभरसन छ क्या यहाँ। पारी चाहिँ विश्वकर्मा बाबाको डाँडामा मूर्ति रहेछ। एकछिन चाहिँ हामी यहाँ मस्तले घुम्छौँ क्या यहाँ। यता उता पुरै डरलाग्दो साउन्ड आइरह, त्यहाँ पानी होला, यता उता नजाउँ, यस्तो गर्मी भइरह। मलाई त यहाँ शीतल बस्ने ठाउँ पनि छैन क्या, कहाँ जाम भइरहेको छ यार। अब उता छेउतिर गएर हेर्नु पऱ्यो, कोही मान्छे पनि छैन क्या यहाँ त, सुनसान छ क्या यहाँ पुरै, कोही छैन यार। साउन्ड कस्तो डरलाग्दो आइरहेछ। यहाँ डराउनु पनि दिएको थियो गएर हिजो एउटा मान्छेलाई। यस्तो कस्तो ठाउँ छ यार यो त, पुरै वरिपरि जङ्गल छ, यहाँ घरै छैन क्या यहाँ कसैको पनि। त्यो काम गर्ने मान्छेहरूको घर हो त्यहाँ, मान्छे बस्दैनन्, फेरि त्यहाँ डराउनु दिन्छ। फाइनल्ली गाडी हामी यहाँबाट पनि हिँडिहाल्यौँ। तलतिर बाटोमा जाँदै थियौँ, यत्रो ठुलो खाल्टो खने रहेछ क्या बाटोनेर, झन्डै बाइक पस्थ्यो अरे खाल्टोमा। हेर्नु त कति डरलाग्दो खाल्टो हो। सायद यहाँ केही पुलसुल गराउनु लाग्यो होला क्या, त्यही पानी निकाल्न लाग्यो होला। अब जाम यहाँबाट पनि धेरै बेर नरोकिकन, ढिलो हुन्छ कि सुर्खेत जानु। फेरि यहाँबाट पनि हिँड्यौँ है गाइज हामी बिस्तारै। बाटामा यस्तो खतरा खोलाहरू छ, भिउहरू छ यार। 2-3 ठाउँ त झन्डै बाइक पल्टिन्थ्यो यार। यस्तो ओह्रालो बाटो छ साथीहरू हो, यस्तो बब्बाल छ क्या यहाँ चाहिँ। रेस खेल्न मजा आउँछ यो बाटोमा चाहिँ। पिच पनि छैन। त्यो पारीको जङ्गल कति बब्बाल छ क्या, मजाको छ यार बाटो। जे होस् बबैको भेरी ड्राइभरसन हेरेर पनि फर्किहाल्यौँ। अब चाहिँ सुर्खेततिर जानुपर्छ। बाटोमा कोही मान्छे पनि हिँड्दैन त हो, कति डर लाग्दो हो जङ्गल। आयो 2जना मान्छे आयो, को आयो 2टा बाइक आयो अहिलेसम्म, बल्ल जम्मा 2टा बाइक भेट्यो यार। कोही मान्छे हिँड्दैन कि आयो यो बाटोमा। तर गाउँमा त बहुत बाक्लो घरहरू छ यार, मान्छे होलान् जस्तो, तर यो गाउँमा मान्छे देखिन्नन्। कति ठुलो पोखरी खनी आयो क्या साथीहरू, यहाँ चाहिँ माछा पाल्न होला क्या बाटोमा। कति धेरै काम गर्ने मान्छे नै छैनन् त हो यहाँ त। ओ कति धेरै ढुङ्गा थुपारिरहेको छ यहाँ। अब जानुपर्छ बिस्तारै यहाँ, धेरै भुल्ने होइन है, हेर्दै हिँड्दै गर्ने, ढिला हुन्छ फेरि। त्यस्तै हो जङ्गलको बाटो, मान्छेभन्दा धेरै रुखहरू र ढुङ्गाहरू भेटिन्छन् बाटोमा। जे होस् सुनसान, एकदम रमाइलो, स्वस्थ, एकदम स्वच्छ चिसो हावा चलिरहेको छ कि बबैमा चाहिँ। कोल्पुरमा जस्तो गर्मी त छैन हो। अगाडिबाट यही बेला टिप्पर आयो क्या, फेरि साइड दिने ठाउँ पनि छैन यार। बबैको खोला त बब्बाल रहेछ नि यार, यस्तो पौडी खेल्न मन लाग्थ्यो, के गर्ने अब। ढिला हुन्छ फेरि पौडी खेल्न लाग्यो भने। पानी चाहिँ बब्बाल छ, एक दिन माछा मार्न आउनुपर्छ यार यहाँ। नुहाइरहेछ नि त यार पारी मान्छेहरू, गर्मी भएर होला। यो पोखरीमा चाहिँ पौडी खेल्न आउँछु है म। बब्बाल पोखरी बन्न लाग्छ यार यहाँ त, स्क्यापेटर लगाएर पुरा पोखरी खन्न लाग्छ यार। होइन होला भेरी ड्राइभरसन होला यार, म फेरि खाल्टो देख्न बित्तिकै पोखरी भनिहाल्छु क्या।
यहाँको पानी त साह्रै चिसो छ भन्ने सुनेको छु यार। एकचोटि पौडी खेल्ने मन छ। जे होस् बबैको खोला पनि राम्रो सानो रहेछ। अहिले पानी बर्खामा आएँ वारिपारी थियो पुरै, पौडी खेल्न नसकेर फर्केर गएको। अब गइहाल्नु पऱ्यो यहाँदेखि पनि हिँड्यौँ साथीहरू हामी त। अब कति यहीँ बबैमा बसिराख्ने के सुर्खेततिर लाग्नु परेन भने। यो सुर्खेत र बाँकेको सिमाना गेट हो है यो चाहिँ। यहाँदेखि उता सुर्खेत, यता चाहिँ बबै, यता चाहिँ बाँके, बर्दिया पर्छ यता। उयो फर्केर हेर्दा पनि देखिराख्नु भएको छ नि, त्यो गेटदेखि उता चाहिँ बर्दिया हो क्या। अब उकालो लाग्नु पऱ्यो सुर्खेततिर यार, कति बस्ने। यो चाहिँ हर्रे आइसक्यौँ है साथीहरू हामी। बिचमा भिडियो कटाइराखौँ हामीले, किनकि लामो हुन्छ नि त भिडियो। यो हर्रेको डाँडा हो साथीहरू, हर्रेको डाँडा हो क्या। एकदम डर लाग्दछ यो। यहाँनिर मोड हेर्नु कति खतरा छ क्या। यहाँबाट एउटा बाइक चाहिँ खस्या अरे क्या, त्यही भएर पर्खाल लगाएर छेकिराखेँ। अगाडि हरेको चेकपोस्ट आउनुभन्दा अगाडि चाहिँ यहाँ एउटा टोइलेट छ। यहाँ टक्क लाएर गाडी साडी रोकेर पिसाब गर्छन् मान्छेहरू। हामी चाहिँ यहाँ रोक्दैनौँ है साथीहरू, किनकि हामीलाई पिसाबै लाग्दैन, हामी हिँडिहाल्छौँ यहाँबाट। हर्रेमा चिसो हावा आउँछ, एकछिन यसो काँक्रा साक्रा खाने भनेको कस्तो हुन्छ है साथीहरू। एकदम हतारमा चाहिँ छौँ है हामी, छिट्टो पुग्ने विचार छ सुर्खेत। डाँडा चाहिँ त्यही हो, मस्तको छ, चिसो छ के, घाम लाए पनि एकदम चिसो छ यार आजभोलि यता। यहाँ चाहिँ चेकपोस्टमा इन्ट्री गराउनु पऱ्यो साथीहरू। इन्ट्री गराएर हिँडिहाल्ने, यहाँ रोकिने होइन, रोक्न चाहिँ पऱ्यो है साथी, इन्ट्री गराउनु पर्छ। फाइनली हामी इन्ट्री गराएर पनि हिँडिहाल्यौँ साथीहरू। काँक्रा खाने भनेको एकदम हतार थियो, त्यही भएर हिँडिहाल्यौँ। हर्रेमा चाहिँ सानो एकदम मस्तको बजार छ है। हजुरहरू पनि यसो गयो भने त्यहाँ बसेर चिया सिया खानु होला। हामी चाहिँ चिया नखाएर हिँडिहाल्यौँ साथीहरू, ढिलो थियो हामीलाई। यो चाहिँ छिन्चु भन्दा यतापट्टिको जङ्गल हो, भर्खर नयाँ पिच गरेको रहेछ। यस्तो बब्बाल लड्किरहेको छ कि बाइक पनि पुरै बिस्तारै हिँडिहाल्छ, तर स्पिडमै हिँडिरहेको यार। भर्खर नयाँ पिच गरेको रोड रहेछ, मस्तको बाटो छ। ट्रक आयो क्या फेरि, बाबु साइड हो भइहाल्छ साथी। हल्का डिस्टर्ब हुन्छ नि त भिडियो गराइरहेको बेला। माइक पनि छैन कि, मैले त्यो पुरै मोबाइलदेखि रेकर्डिङ गरे हो। माइक दिनु पर्ला भनेको एउटा। यो चाहिँ छिन्चुदेखि तलको टोली खोला हो कि के भन्छ यो गाउँलाई, ठ्याक्कै नाम चाहिँ थाहा छैन मलाई। टोली खोला हो जस्तो छ है। थाहा छ भने तपाईँहरूलाई चाहिँ गाउँको नाम थाहा छ भने लेख्नु होला कमेन्टमा। मलाई चाहिँ टोली खोला हो कि जस्तो लाग्यो। तर यो गाउँ पनि एकदम राम्रो छ है। गएको त छैन, तर रोडबाट हिँड्दा चाहिँ देखिन्छ तलतिर। खोलाको छेउमा चाहिँ एउटा मस्तको दामी गाउँ। छिन्चु कहिले आउने रहेछ कि, एकदम टाढा रहेछ कि के हो यार छिन्चु पनि। आयो साथीहरू, फाइनल्ली हामी छिन्चु पनि पुगिहाल्यौँ है साथीहरू। भिडियो कटाएको छ बिचमा, मैले भनिरहेको छु, लामो हुन्छ नि त त्यही भएर। अब यहाँ एकछिन बसेर नास्ता सास्ता खाने हो साथीहरू, त्यसपछि चाहिँ हिँड्नुपर्छ है। छिन्चु पनि पुग्यौँ साथीहरू। हामी सधैँ नास्ता खाने पसलमा जान्छौँ। यहाँ चाहिँ एउटा दाइको चिनेको पसल छ, बब्बाल चाउमिन पाइन्छ साथीहरू। यहाँ चाउमिनै खाने हो यहाँ आएर। फाइनल्ली गाइज साथीहरू, यहाँ यिनीहरूले चाउमिन खान लाग्छन्, बुढी र छोरीले। मैले चाहिँ भिडियो बनाइरहेको छु, मेरो मुखबाट पानी आइसक्यो क्या साथीहरू चाउमिन खाएको देखेर। ल मेरो पनि पालो आयो। बब्बाल छ क्या चाउमिन त, हल्का पिरो हुन्छ तर मिठो चाहिँ हुन्छ है यहाँको चाउमिन, एकदम मिठो छ। तपाईँहरू पनि आउनु भने खानु होला यहाँ चाउमिन, यस्तो बब्बाल चाउमिन बन्छ यहाँ छिन्चुमा। मेरो छोरीले हेर्नु न, मिठो मानी 2 प्लेट खाइन्। खाऊ मिठो छ भन्छ। मिठो छ, पिरो छ नि, बहुत पिरो छ यार। फाइनल्ली गाइज हामी चाउमिन खाएर पनि हिँडिसक्यौँ साथीहरू। यो भेडी राइप्सनको खोलेको माथि हाम्रो गाउँमा जाने पुल हो यो चिप्लेको पुल भन्छ साथीहरू यसलाई चाहिँ। नाम चिप्लियो, यहाँ चिप्लिन चाहिँ चिप्लिन्न है साथीहरू। यो हाम्रो गाउँमा जाने पुल हो। यस्तो मस्तको नदी छ यहाँ चाहिँ। पौडी खेल्न आउँदैन तर हेर्न चाहिँ आउँछु म। यहाँबाट यही नदीको पानी है साथीहरू। अघि भेडी ड्राइभर्सनमा देखाएको थियो नि, त्यहाँ ढोका लगाएको, त्यहाँबाट चाहिँ पानी निकाल्छ पछि। हाम्रो गाउँको पुल हो के साथीहरू, घर जाने, मेरो घर जाने पुल हो साथीहरू यो। सधैँ म यही पुल तरेर आउने जाने गर्छु क्या। पहिला पुल थिएन, पछि बनाएको हो। पहिला माथि त्यो ट्विन हो कि के हुन्थ्यो नि, त्यो सरर चढेर हिँड्ने, त्योमा चढेर हिँड्थ्यौँ हामी। यहाँ चाहिँ नास्ता खाने पसल छ हाम्रो सधैँ, तर आज चाहिँ खान्न है साथीहरू। नास्ता खाने मुडमा छैनौँ हामी, किनकि छिन्चुबाट खाएर आइसक्यौँ नास्ता। फाइनल साथीहरू यो चाहिँ मेरो घरदेखि तलतिरको जङ्गल हो, घरदेखि नजिकैको जङ्गल हो साथीहरू। यस्तो खतरा जङ्गल छ हेर्नु न, घरको नजिक। हाम्रो गाउँ त पुरै जङ्गलको बिचमा छ के। यो जङ्गल काट्यो भने चाहिँ बल्ल गाउँ आउँछ है।
यस्तो उकालो छ साथीहरू, तर भिडियोमा चाहिँ सम्म जस्तो देख्नु होला तपाईँहरूले, तर बब्बाल उकालो छ है हाम्रो घरसँग चाहिँ। एक गियरमा हान्नुपर्छ बाइक, नत्र तान्दैन। यहाँनिरबाट त झन् पुरै ठार्रै उकालो हो। आयो है साथीहरू, फाइनल्ली घर आयो, घर बान्दा आयो, पर्खाल आयो, पुरै घर यही हो साथीहरू मेरो घर। ट्याक गेट लगाएर रहेछ फेरि यहाँ कसले।